हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। सो आज चाहिँ म घर जानको लागि रेडी हुन आँटेको थिएँ अनि मैले चाहिँ खानासाना खाइसकेर अब म नुहाउन जान आँटेको थिएँ। यति साह्रो गर्मी थियो सो गाइस, यति धेरै गर्मी छ नि। अनि म यताउता हेर्दै थिएँ। अब म चाहिँ नुहाइधुवाइ गरेर माथि चोकसम्म निस्कनु पर्ने हुन्छ, त्यहाँदेखि घर जाने हो। घर जान पाउँदा म एकदम खुसी। सो साथीहरू, म चाहिँ रेडी भइसकेँ अनि त्यस पछाडि अब म जान आँटेको घरतिर माथि चोकमा निस्किन्छु पहिला। अनि म जाँदैछु हिँड्दै हिँड्दै अलिक मास्तिरसम्म हिँड्दै जानुपर्ने थियो। अनि म चाहिँ म्याजिकमा बसिसकेको थिएँ। त्यहाँनिर सानो बेबीहरू हुनुहुन्थ्यो क्या, कति मजाको सानो हुनुहुन्थ्यो। अनि त्यस पछाडि त्यहाँ जिस्काउँदै हुनुहुन्थ्यो नि त। अनि म पनि हेर्दै हाँस्दै थिएँ त्यहाँनिर। हेर्नु न, यति राम्रो थियो नि यो नानी। अनि म चाहिँ त्यहाँनिर भिडियो बनाउँदै थिएँ उसको। अनि आन्टीहरूले हेर्दै हुनुहुन्थ्यो अनि म चाहिँ बोलाउँदै थिएँ आऊ मसँग भन्दै, कति मजाले मान्ने। अनि यहाँ हेर्नु न, मलाई केटाकेटी धेरै नै मनपर्ने। अनि त्यस पछाडि मैले बोकी नै हालेँ। मलाई चाहिँ मेरै भाइ जस्तो लाग्यो क्या, यति मजाले मान्ने है। मजाले हेर्दै थियो अनि म जिस्काउँदै थिएँ क्या। अनि कति मजाले मान्ने क्या, नरुने पनि। अनि त्यस पछाडि म यत्तिकै बोल्याउँदै थिएँ खै मामु भन्दै थिएँ। अनि उता हेर्दै थियो क्या, गाडीहरू हेर्दै थियो मजाले क्या। अनि घरिघरि त ताली बजाउँदै होइन एकछिन। अनि उसको हजुरआमाले पनि जिस्काउँदै हुनुहुन्थ्यो क्या। अनि कोसँग गएको भन्दै यताउता कति मजाले मानेको क्या। घर जानु पाउँदा मलाई एकदम खुसी भइरहेको थियो क्या। म त एकदम यति खुसी थिएँ नि। अनि म त्यहाँनिर म्याजिकमा चाहिँ अलिक धेरै मान्छे हाल्नु भएको थियो क्या। अनि अलिकति गाह्रो हुँदै थियो भिडियो लिनुलाई चाहिँ, र पनि अलिअलि मैले बिचबिचमा अलिअलि मात्रै लिएको छु। अनि हेर्नु न, यति राम्रो देखेको थियो नि। दिन पनि एकदम राम्रो थियो क्या। तर गर्मी चाहिँ धेरै नै होइन, यति धेरै गर्मी छ नि। यो चाहिँ चारालीको जङ्गल हो। मैले छोटो मात्रै भिडियो राखिदिएको छु त्यहाँनिर, किनभने त्यो हालतै त्यस्तो थियो क्या त्यति बेर। अनि यहाँ हेर्नु न, रोपाइँहरू अब आउन आँट्यो, असार लागिसक्यो नि त। अनि गाउँघरमा त रोपाइँ आउँछ नै आउँछ। मलाई चाहिँ एकदम मनमै कस्तो खुसी लाग्छ क्या यो रोपाइँ भन्दाखेरि चाहिँ। म अब घरमा त अब हामीले नरोपे पनि अब ठाउँमा देख्दा चाहिँ अब कस्तो रमाइलो खुसी लाग्छ क्या। अनि कतै कतै त रोप्दै पनि हुनुहुन्थ्यो क्या धान, त्यहाँ चाहिँ मैले भिडियो लिनु पाइनँ नि त। अनि त्यहाँनिर धान रोप्ने ठाउँ बनाउनु भएको थियो, त्यो चाहिँ मैले भिडियो अलिअलि गरेँ। यस्तो राम्रो देखेको थियो नि त्यहाँनिर, भिडियोमा भन्दा पनि राम्रो गाइस। अहिलेसम्म म यति हाँसो खुसी देखिँदैन। अहिलेबाट हेर्नु न, म यस्तो साह्रो भएको थियो नि त्यो म्याजिकमा। मलाई उल्टो बसेपछि अलिकति गाह्रो भयो नि त यो टाइममा चाहिँ। अनि अरू बेला यस्तो हुन्थेन, बट आज आई डोन्ट नो के भयो एक्कासी क्या। अनि कस्तो टाउको दुखेर बमिट आउला जस्तो भयो क्या। कस्तो मैले त्यहाँभन्दा धेरै भिडियो लिइनँ म्याजिकमा चाहिँ। अनि म बुधबारे चोकमा उत्रेर मैले अलिकति भिडियो लिएँ। अनि मलाई कस्तो गाह्रो भइरहेको थियो क्या यो टाइममा। गर्मी एक त होइन, यस्तो गर्मी थियो। अनि त्यही माथि मलाई त्यो उल्टो बसेकोले रिङटा पनि चलिरहेको थियो, कस्तो गाह्रो भइरहेको थियो। अनि मैले मामालाई कल गर्दा नि मामाले एकछिन भन्नुभयो क्या। अनि मैले वेट गर्दै त्यहाँनिर बसेँ। धेरै टाइम भइसकेको थियो क्या मैले वेट गरेको चाहिँ। अनि कस्तो गाह्रो भइसकेको थियो क्या मलाई। कति बेर म घर आऊँ जस्तो भएको थियो। अनि कि त म आज नआएकै भए जस्तो भइरहेको थियो क्या। कस्तो गाह्रो भइरहेको थियो। अनि म अटोलाई पर्खिरहेको थिएँ यताउता हेर्दै। अनि त्यहाँनिर अरू अटोको मान्छेहरूले चाहिँ जाने भन्नुहुन्थ्यो। अब किनभने मैले भनिसकेको थिएँ नि त अटो होइन भने त म त्यही अरू गाडीमा जानु पनि सक्छु। तर मामाले मलाई बस्दै गर भन्नुभएको थियो नि त। मलाई एकदम गाह्रो भएको थियो क्या यो टाइममा, एकदम रिङटा चलेर है। अनि बिजोग भएको थियो म लाइफमा म्याजिकमा चाहिँ उल्टो बसेर आउँदिनँ भन्ने भएको छु क्या।
एकदम गाह्रो भएको छ यो टाइममा चाहिँ। मान्छेलाई यति गाह्रो भइरहेको थियो नि, अनि आउँदै हुनुहुन्थ्यो, कति गाह्रो भइरहेको थियो क्या। पर्खिनु भन्दा त मलाई एकदम धेरै गाह्रो लाग्छ क्या पर्खिनु चाहिँ। दिन त राम्रै छ, के गर्नु, बल्ल बल्ल अटो 1 घन्टा पर्खिँदाखेरि बल्ल बल्ल आइपुग्नु भयो क्या। अलिकति भए पनि त्यो म फ्रेस भएर होला हावा खाएँ एकछिन, झन् 1 घन्टै बसेँ होला वेट गरेर। त्यस पछाडि अलिकति भएको थियो, अलिकति ठिक भयो क्या। अनि त्यस पछाडि त्यहाँनिर म अजाहरूसँग गफ गर्दै आएँ। मामाले धेर वेट गर्नु पर्यो भन्नुभयो, अनि मैले केही छैन भन्ने भने, अब पर्खिनै पर्यो। म बिचमा भएकोले गर्दाखेरि मैले खासै मजाले भिडियो पनि लिन पाइनँ क्या, यति गाह्रो भएको थियो। फेरि यस्तो राम्रो देखेको नि गाउँघर यस्तै, बिचमै भए पनि भिडियो त लिनै पर्यो होइन, दुःख सुख त गर्नै पर्यो। अनि त्यस पछाडि मैले हल्का हल्का भिडियो लिँदै थिएँ। हावाले चाहिँ एकदम मेरो कपाल चाहिँ यस्तो उडाइरहेको थियो नि, मैले कपाल हल्का चिम्टीले चेपेर मात्रै आएको थिएँ क्या। अनि कति बेर घर पुग्नु जस्तो भएको थियो क्या मलाई त, एकदम घरको त एकदम याद आइरहेको थियो मलाई, कति बेर पुग्नु र म यस्तो। अनि त्यस पछाडि मामा माइजूहरूसँग म गफ गर्दै आउँदै थिएँ। बिचबिचमा साह्रै कपाल उडाएर बिजोग होइन, के साह्रो कपाल उडाएको भन्दै सोच्दै म बल्ल बल्ल घर आउन लागेको थियो। म त एकदम मनैदेखि खुसी थिएँ क्या। आफ्नो घर गाउँ आउने बेलामा त कसलाई खुसी हुँदैन र होइन। त्यही भएर म त धेरै नै खुसी थिएँ क्या। बल्ल बल्ल त फ्राइडे आउँदै थियो, बल्ल बल्ल आयो। अनि त्यसपछि म घर आउनु पाएँ होइन। एकदम म त घर आउनु नै मलाई त ठुलो कुरो लाग्छ, किनभने आफ्नो परिवारसँग होइन टाइम बिताउनु भनेको त धेरै नै खुसीको कुरा हुन्छ। अनि कति मलाई चाहिँ एकदम म चाहिँ रमाइलो एकदम म धेरै नै खुसी थिएँ क्या। अनि यताउता हेर्दै मामाहरूसँग यसो गफहरू पनि गर्दै थिएँ बेला बेला। म चाहिँ मम्मीलाई प्र्याङ्क गर्दै जाँदै थिएँ क्या, म भोलि मात्रै आउँछु भनेर। बिचरा मम्मीले पत्याइरहनु भएको रहेछ। अनि त्यो काकीहरूलाई पनि मैले सोधपुछ गरेँ। त्यो साथीहरू अब घर पनि आइपुग्यो, यस्तै हो, के गर्नु, आउनै पर्यो घर त सम्झेर होइन, घर नआइ कहाँ जानु र। सो थ्याङ्क्स फर वाचिङ गाइज, बाई बाई।